हेलो नमस्ते नमस्कार दर्शकबिनहरू। आज चाहिँ फाइनली मायालु गेम निक न्युज दाइले ल्याइसक्नु भएको छ। आज करिब 11 बजेर 3 मिनेट 11 बजे चाहिँ ल्याउनु भएको उहाँले देख्न सक्नुहुन्छ। यो गेम चाहिँ तपाईहरु कसरी खेल्ने भन्ने तरिका चाहिँ सिकाउन गइरहेको छु। कसरी डाउनलोड गर्ने फुल भिडियो हेर्नु होला स्किप नगरिकन। फर्स्टमा युट्युब च्यानलमा जानु होला, गइसकेपछि निक न्युज दाइको भिडियोमा जानु होला जहाँ उहाँले ल्याउनु भएको। त्यहाँ गइसकेपछि त्यो भिडियोको देख्न सक्नुहुन्छ। मेरो नेट अलि स्लो चलिरहेको छ। त्यहाँ जानु होला, मेरो लिंक छ बायोमा तल डिस्क्रिप्सन बक्समा, त्यहाँबाट पनि जान सक्नुहुनेछ। त्यहाँ गइसकेपछि मोड भन्ने अप्सनमा क्लिक गर्नु होला। त्यहाँदेखि तल देख्न सक्नुहुन्छ मायालु अफिसियल डाउनलोड लिंक भनेको छ। त्यहाँ तपाईले थिच्नु पर्ने हुन्छ। देखिसक्नु भएको छ, फर्स्टमै रहेको छ डिस्क्रिप्सन बक्समा। त्यहाँ थिच्छ तपाई एकचोटी क्रोम ब्राउजरमा पुग्नुहुन्छ। त्यहाँ देख्नुहुन्छ मायालुको देख्न सक्नुहुनेछ र तल लास्टमा देख्न सक्नुहुन्छ। लास्टमा स्क्रल गर्दै जानु होला, डाउनलोड भन्ने अप्सन आउनेछ। लास्टमा देख्न सक्नुहुन्छ डाउनलोड भन्ने अप्सन देखाइरहेको छु मैले। त्यहाँ डाउनलोडमा थिच्नु होला। डाउनलोड भन्ने अप्सनमा थिचिसकेपछि यसरी नै तपाई जान सक्नुहुन्छ। मेरो नेटले अलि काम गरेको छैन। डाउनलोड भन्ने अप्सनमा गइसकेपछि यस्तो फाइल्स आउनेछ। यस्तो फाइल्स देख्न सक्नुहुन्छ। मायालु 2 लेखेको फाइल्स रहेको छ। मायालु 2 लेखेको फाइल्समा थिच्नु होला। थिचिसकेपछि तपाईले देख्न सक्नुहुनेछ डाउनलोड हुन सुरु हुन्छ। मेरो चाहिँ डाउनलोड हुँदैछ देख्न सक्नुहुन्छ। म तपाईलाई देखाउने छु। म तपाईलाई ब्याक आउनु होला। ब्याक आएर म तपाईलाई देखाउने छु। देख्न सक्नुहुन्छ क्रोम ब्राउजरमा जानु होला। ब्याक आएर गइसकेपछि क्रोम ब्राउजरमा गइसकेपछि डाउनलोड भन्ने अप्सनमा जानु होला। डाउनलोड भन्ने अप्सनमा गइसकेपछि देख्न सक्नुहुन्छ मेरो चाहिँ यहाँ डाउनलोड हुँदैछ। तपाईहरुको नि यसरी नै डाउनलोड गर्नु होला। देख्न सक्नुहुन्छ मेरो यहाँ डाउनलोड हुँदैछ र यो चाहिँ हाम्रो 490.53 MB को रहेको छ। अनि तपाईले यो चाहिँ डाउनलोड भइसकेपछि चाहिँ तपाईले इन्स्टल गर्नुपर्ने हुन्छ। त्यो लिंकलाई इन्स्टल गरिसकेपछि देख्नुहोस् म मायालुको गेममा आइसकेको छु। यहाँ गेममा तपाईले देख्न सक्नुहुन्छ न्यू गेमहरु लेखेको छ हैन। तपाईले देख्न सक्नुहुन्छ यो स्क्रिन लेखेको छ तल। स्क्रिन चाहिँ तपाईले लाउन सक्नुहुनेछ। आफ्नो भनेदेखि न्यू गेममा पनि जान सक्नुहुन्छ। स्टिरिङ कुन लाउने त्यो पनि लाउन सक्नुहुन्छ। न्यू गेममा थिचेर यसरी तपाईले म्याप चुज गर्न सक्नुहुन्छ। बुटवलको हैन यो पोखराको यता हैन को म्याप मोड रहेको छ। म्याप चाहिँ तपाईको नेपाल भरको म्याप मोड बन्ने छ पछि चाहिँ भन्ने मलाई आशा लागेको छ। तपाईहरुले सहयोग गर्न सक्नुहुन्छ। देख्न सक्नुहुनेछ म चाहिँ पोखराको म्याप मोड खेल्दै छु। पोखराको म्याप मोड देख्न सक्नुहुन्छ। पोखराको म्याप मोड देख्न सक्नुहुन्छ। मायालु गेमको यहाँ म आइसकेको छु। यो चाहिँ पोखराको बस पार्क रहेको छ। जहाँ बस पार्क रहेको छ यहाँ रहेको छु म चाहिँ। देख्न सक्नुहुनेछ यहाँ फ्युचर देख्न सक्नुहुन्छ। यहाँ तपाईको भित्रको क्यामेरा यो चाहिँ भित्रबाट खेल्ने क्यामेरा हो भनेदेखि तपाईको यहाँ के छ फ्युचरहरु भन्दा फेरि यो बाहिर देख्न सक्नुहुनेछ। मस्त मायालु गेम नेपाली घर नेपाली हैन नेपाली बस सबै नेपाली देख्न सक्नुहुनेछ। यो गेम चाहिँ निक नेप्स दाइल र हाम्रो एसपी मोडको दाइल ल्याउनु भएको छ। उहाँलाई गएर सब्स्क्राइब गर्न नभुल्नु होला। मैले चाहिँ उहाँहरुको च्यानलको लिंक पनि डिस्क्रिप्सन बक्समा राखिदिएको छु। तपाईहरु जान सक्नुहुनेछ। देख्न सक्नुहुन्छ मायालु गेमको बस चाहिँ यस्तो रहेछ। हरर महादेव हैन। यो चाहिँ हाम्रो डाइभर्जी निस्किनु भएको छ। देख्न सक्नुहुन्छ डाइभर्जी यस्तो हुनुहुन्छ। सिम्पली म के भन्न गइरहेको छु भनेदेखि अलि भिडियो लामै हुन सक्छ। मायालु गेम चाहिँ आइसकेको छ फाइनली हैन। मैले हिजो बेलुका नि तपाईहरुलाई भनिसकेको थिएँ भोलि मायालु गेम आउँछ भनेर।
र होइन दाइ भोलि चाहिँ फिक्स आउनु पऱ्यो भन्नुहुन्छ। मैले 100% फिक्स आउँछ भनेको थिएँ। देख्न सक्नुहुन्छ मायालु गेम चाहिँ आइसकेको छ। यो चाहिँ हाम्रो मायालु गेम आएको खुसियाली हर्ष होइन। यो मायालु गेम बनाउनु चाहिँ यति मिहिनेत लाग्छ तपाईँ हामीले त बनाएर सकिँदैन होइन। उहाँहरूले त यस्तो मिहिनेतले झन् 1 इयर्स भयो नि त बनाउनु थाल्नु भएको त। कति फागुनतिरदेखि बनाउनु थाल्नु भएको होला। फागुनतिरदेखि अहिले कति अहिले त झन् फागुन त अब आउनु लाग्यो। मङ्सिरो पुस माघ फागुन 2-3 महिना त बाँकी छ नि त होइन। त्यस कारणले गर्दाखेरि चाहिँ उहाँहरूको यो मेहनतलाई चाहिँ म सल्युट गर्न चाहन्छु। मायालु गेम होइन उहाँहरूले यस्तो राम्रो बनाउनु भएको छ जहाँ त्यसको लागि। अनि आजको भिडियो यहीँ अन्त गर्दछु। मलाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नुहोला। धन्यवाद।